यो चाहिँ हरिण हो यसरी बसिरहेको छ यो चाहिँ हरिणहरू रहेछ एकदमै बुढा बुढा भएको हो कि क्या एकदम हेर्दाखेरि चाहिँ सिङहरू एकदमै लामो लामो भइसकेको रहेछ आमा हो एकदम यस्तो खालको रहेछ है हरिणको बच्चाको बथान रहेछ बथान एकदमै बथान यो चाहिँ पानी हात्ती रहेछ हिपोपोटामस यहाँ चाहिँ एकदम कति देरीसम्म यसले बन्द गरेर बस्न सक्ने यो चाहिँ एक किसिमको जनावर यो पनि हो नि हो आमामा पानीभित्रै नाक बन्द गरेर पानीमा सास फेर्न सक्ने भनेको पनि सानो कुरो होइन है पानीभित्रै चाहिँ यिनीहरूको जिन्दगी यस्तो पनि हुँदो रहेछ एकदमै पानी सानी सास नफेरिकन बसिरहेको यसरी हेरेका बिचरा एकदमै यो चाहिँ अलिक छिप्पिएको बुढो रहेछ पुरै 4वटा सिङ निक्लेको रहेछ हो यो चाहिँ 4 सिङे रहेछ है त्यो 4 सिङे हरिण रहेछ पर बच्चाहरू होला उनीहरूको बथानहरू छ यहाँ चाहिँ एकदम 4 सिङे रहेछ यसरी यो चाहिँ बनरघट्ट नेसनल पार्कमा हो अर्कै खालको जनावर रहेछ यसले पनि बच्चा यसो भुँडीमा बोकेर हिँड्ने खालको यो के भन्छ यसको चाहिँ नाम एक जेट चाहिँ थाहा भएन यो के हो खै माथिको चाहिँ उयो हो यो चाहिँ उयो कङ्ग्रेस माथि पछाडि गयो उता त्यो पनि हरिण नै हो नि यिनीहरू चाहिँ यसरी लेखरामा राखिदिएको नि एकदमै कचडा रहेछ बिचरा हिलोमा रहेछ हो यिनीहरू चाहिँ अब रहेछ यो गणेश हात्ती मेरा साथी ये है गणेश एलिफेन्ट आमा घाँसहरू काटेर ल्याइदिएछ एकदमै सिकुटीहरू देखेँ त मैले बच्चा चाहिँ रहेछ हो बच्चा पाली खाल हात्ती यिनीहरू हात्ती रहेछ हात्तीको घाँस दिएर यसरी राखेको रहेछ घाँस दिएको रहेछ त्यसरी सानै रहेछ हात्तीहरू खासै ठुलो त होइन यिनीहरू सानो रहेछ चाँडो रहेछ बच्चा सच्चा सबै मिलाएर माउहरू 2टा यसको चाहिँ दाँत निक्लिसकेको रहेछ नि यसको चाहिँ दाँत पनि निक्लिसकेको रहेछ हो यहाँ चाहिँ नेटभित्र राखेको रहेछ यसरी यो माथि भाग के अरे यो मैले रुखमा झाप मार्ने भाग रहेछ है यो चाहिँ यसरी